यहाँ रोमानियाको साइडमा यहाँ हेर है के फल्छ, अङ्गुर फल्छ, स्याउ फल्छ। लाइफ यस्तै चल्दै हो, चलाउने हो, बस्ने हो मजाले, मागेर पुरानो यादहरू बिर्सेर होइन। मेरो अन्डरग्राउन्डबाट बाप रे बाप। हाँ भाई कैसी लगी आगे स्वाद लाज लाग्यो होइन। यो लाइफ सक्सेसतिर गइरहेको थियो कसरी युटर्न लियो यही नहीं अभी और सुनिए। अब नयाँ जर्नी सुरु गर्नुपर्छ पुरानो यादहरूलाई बिर्सेर। हामी बिहान उठेर अब कामतिर लाग्यो। यहाँ हाम्रो साथीहरू होइन केटाहरूसँग लाइफ यस्तै चलिरहेछ होइन, चलाउनै पर्छ होइन। म्याडक्स लाइफ सक्सेसतिर गइरहेको थियो कसरी युटर्न लियो यही नहीं अभी और सुनिए। जिन्दगी यस्तै चलिरहेको छ। अब के गर्नु, रोमानियामा आइसक्यो हामीहरू। अब जाँदैछु काममा। बिहान उठ्यो, खानासाना पकायो, अब कोही छैन पकाउने मान्छे। साला यो दुख का खत्म नहीं होता बे। सबको यस्तै छ लाइफ। चिलमा के गर्नु, एकदम डिफिकल्ट नि छ। यहाँ एउटा कार पाए हुन्थ्यो, हामीहरू कारमै बसेर जान्थ्यो होइन। तर कार सार छैन, हामी यतिकै हिँडेर जानु हो। त्यहाँबाट मेट्रोमा जाने हो। हाम्रो साथीहरू ह्यान्डसम साथीहरू होइन। यहाँ रोमानियाको साइडमा यहाँ हेर है के फल्छ, अङ्गुर फल्छ, स्याउ फल्छ होइन। केरा नफल्ने रहेछ हो। यहाँ कार छ है गाइज। अब हामी गइरहेको छौँ। लाइफमा के भयो माकाडक्स होइन। केही बोल्नु छ चौधरीजी? झन्ड भएको छ बिहान। अनि इन्द्र भाइ के बोल्नु छ? गइँदैछ। यस्तै हो, आफूहरू आउनुहुन्छ भने होइन टक्कसँग एजेन्सी हो कि कम्पनी हो सोचेर आउनु होला, नत्र आधी पैसा एजेन्सीले खाइदिन्छ। यस्तै हो, चल्दै हो जिन्दगी। के गर्नु, आफ्नो फ्यामिलीको लागि चलाउनै पर्छ। जति जे गरे नि होइन, जति गाह्रो भयो नि हामीलाई गर्नै पर्छ। युरोप कन्ट्री भनेर आइयो, तर युरोप कन्ट्री भनेर हुँदैन होइन। यहाँ आएर एजेन्सीहरू हुन्छ, ब्रोकरहरू हुन्छ, त्यसले हाम्रो पैसा सबै खाइदिन्छ। अरू त रोमानिया ठिकै हो होइन, सबै राम्रै छ। अरू सब ठिकै हो। यहाँ बिहान मान्छेहरूले आफ्नो कुकुरहरूलाई मर्निङ वाक गराउँदै हो। अब बिहान उठेर हामीलाई बिहानै उठ्नुपर्छ। खानासाना बनायो, प्याकस्याक गऱ्यो, कहिले पनि नगरेको मान्छे होइन। यस्तै हो, सुरुमा बिस्तारै बानीहरू पर्दै जान्छ। यहाँको हेर है केटीहरू कस्तो खैरिनी पुरै होइन। अनि यहाँ रोमानियाको साइडमा एप्पलहरू छ। यहाँ हेर है गाइज, म देखाइरहेको छु। अब फल्यो भने खाँदै बिहान उठ्दै खाँदै जानुपर्छ होइन। जाने हो, आज पनि यही बाटो गइरहेको छौँ। राति पानी परेर अलिअलि चिसो भएको छ, न त हिजो त कस्तो गर्मी थियो रोमानियामा होइन। यही छ गाइज, एप्पलहरूको पछाडि गइसक्यो। यहाँ छ एउटा। अब एप्पलहरू फल्छ अनि हामी टिप्दै जाने, खाँदै जाने। अरू ठिकै हो, रोमानियामा त्यही हो। आएपछि कम्पनी अनि एजेन्सी। यहाँ छ एप्पल ट्री। टक दिस। अरू यस्तै हो। लाइफ साला प्रगतिको वेमा जाँदै थियो, डाइरेक्ट युटर्न गरेर साला पछाडि आइसक्यो कि। अब के गर्नु, यस्तै हो। अब बिस्तारै फेरि प्रगतितिर लाग्नुपर्छ। जे भयो पुरानो सम्झनाहरूलाई बिर्सेर अगाडितिर लग्नुपर्छ होइन दोस्त? यस। अब जानुपर्छ। हामी काममा गइरहेको छौँ। उताबाट पुरै थकित भएर आउने हो चिलमा, मेट्रोमा। अनि आएर टक्कसँग फेरि खानासाना बनाउने हो अनि सुत्दिने हो। यस्तै हो। यहाँ सब मान्छे आफ्नो काममा लागिरहेको छ। हाम्रो साथीहरू पनि सँगै गइरहेको छ। रोमानियाको पानीले छुयो है। एस मेट्रो ट्रेन हाम्रोमा कहिले आउने हो यो ट्रेन थाहा छैन। यहाँ गाडीको बिचमा, पुरै रोडको बिचमा मेट्रो ट्रेन छ। हाम्रो नेताहरू यस्तै भयो। अब बालेनको पालामा हेरौँ, पछि गएर के भयो भने हामी हेर्न पाउँछौँ कि। अरू त यस्तै चोरहरूले हुँदैन हाम्रो देश विकास। त्यही हो। फेरि एउटा उताबाट ट्रेन आयो। यहाँ ट्रेन चलिरहन्छ, त्यही भएर मान्छेहरूलाई धेरै सुविधा भएको छ होइन। तर हाम्रोतिर कचम कोच। यो ट्रेन कस्तो छ थाहा छ? यहाँ पुरै सिग्नल दिएको छ, रातो छ, तर कसैले फलो गर्दैन। उताको फलो गर्छ किनभने त्यहाँ ट्राफिकहरू हाई हुन्छ
अनि यहाँको कसैले फलो गर्दैन किनभने साइडमा छ कस्तो मजाको बनाएको छ होइन। अनि यो हाम्रो मार्केट पेनी भने यहीँ हामीले के गर्छौँ किन्छौँ होइन सामानहरू लिन्छौँ। अब यो हाम्रो अन्डरग्राउन्ड मेट्रोतिर गइरहेको छौँ। अब यहाँबाट हामी ब्लग स्टप गर्छौँ किनभने नट एलाउड छ भित्र एलाउड छैन। त्यही भएर हामीले यहाँ भित्र जाने बित्तिकै क्लोज गर्छौँ। अनि यहाँ हेर है कस्तो दामी दामी फुल फुलिरहेको हुन्छ यहाँ साइडमा पनि होइन। यही हो मेट्रो स्टेसनभित्र। तर यहाँ चुरोट भनेको एकदम कमन हो केटादेखि लिएर केटीहरू सबै स्मोक गरिरहेको हुन्छ होइन। ल हामी अब गयो भित्र टक 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 यहाँभित्र आउने बित्तिकै एकदम गर्मी अलिअलि हुन थाल्छ होइन। यो कसले बनाइदिएको छ जर्मनीले कि कसले बनाइदिएको छ फेरि युद्ध हुँदाखेरि वार हुँदाखेरि। यही हो मेट्रो गाइज हाम्रो साथीहरू अब सधैँभरिको साथीहरू यही हो होइन। 2 वर्ष फेरि पछि गएर पनि हुन्छ होइन बे। अब सँगै बसौँला सँगै काम गर्ने कन्ट्र्याक्ट सकेपछि हेरौँला फेरि अर्कोतिर यहाँबाट कता अन्त्य गइन्छ कि। लाइफ यस्तै चल्दै हो चलाउने हो बस्ने हो मजाले म्याकडक्स पुरानो यादहरू बिर्सेर होइन। चलोस् चाहे नचलोस् यस्तै हो जिन्दगी हो के पुरानो यादहरूलाई सम्झेर केही हुँदैन। जति जे माया आफूलाई गरे नि म्याकडक्स जाँदो रहेछ एकचोटि पनि नाम लिँदैन है। त्यही भएर फोकस अन गोल नट गोल। ल आयो अब टक्कसँग हामी होइन। अब यहाँ स्क्यान गर्ने हो। यहाँ मेट्रो आयो हामी आउने बित्तिकै होइन टक टक पछाडि गयो। अब अर्को मेट्रो आएको छ यहाँ अर्को मेट्रो आएको छ हाम्रो मेट्रो आएको छैन। त्यही भएर यहाँ मान्छेहरू पुरै कुरिरहेको छ। सब यहाँ बस्ने हुन्छ त्यहाँ बसिरहेको छ होइन। तर यहाँ मेट्रोमा हामी जाँदैनौँ होइन। सब मान्छे आफ्नो आफ्नो ड्युटीमा बिहान जानुपर्छ यहाँ। सब केटाकेटी लिएर सब स्टुडेन्टहरू लिएर सबै मेट्रोमा जान्छ टक्कसँग। जो हाम्रो साथीहरू आफ्नो आफ्नोमा व्यस्त हुन्छ। यही हो मेट्रो यहाँको अन्डरग्राउन्ड मेट्रो। यहाँ वेट गरिरहेको छ सबैजना। यो हाम्रो चौधरी साथी हाई त भन्दै भोसरी हाई टक्कसँग यो हाम्रो लोकेसन यहाँ जानुपर्छ। अब नयाँ जर्नी सुरु गर्नुपर्छ पुरानो यादहरूलाई बिर्सेर कोही सम्झिनै हुँदैन केटाहरू। त्यही भएर अब के गर्ने यस्तै हो जिन्दगी। सब मान्छे अब लागिसक्यो अब चढ्ने हो अब मेट्रोभित्र। यही हो मेट्रो नेपालमा कहिले देख्न पाउने हो थाहा छैन। यहाँ बस्ने हो भएर साथीलाई एकदम लाज लाग्यो इन्द्रे लाज लाग्यो होइन। यो साथीलाई मेरो लाज लाग्यो होइन। त्यसैको दौड भिड बाफ्रे ट्रेन छुट्छ भनेर यहाँ हेर त। अब यहाँबाट अर्को ट्रेन चेन्ज गर्नुपर्छ। त्यही भएर यहाँ मान्छेहरू सब कुदिरहेको छ एकअर्कालाई होइन। कुदै कहाँ गयो केटाहरू हाई हेलो सब कुदिरहेको छ हाम्रो साथीहरू होइन। अब अर्को लेनमा जानुपर्छ हामीलाई। यहाँबाट ट्रेनहरू चेन्ज हुँदो रहेछ। बाई भनेर भन्दिनँ यहाँ आएर उताको मान्छे यताको मान्छे उतापट्टि चेन्ज भइरहेको छ। हतारमा सबलाई हतार छ यहाँ। सब आफ्नो आफ्नो काममा जाँदै हो यहाँ आएर। जिन्दगी यस्तै चलिरहेको छ चलाउँदै। यहाँ ट्रेनहरूको दिएको हुन्छ होइन को कति बजी आउने कति मिनटमा आउने भनेर यहाँ ट्रेनहरू दिएको हुन्छ। यहाँ छ बोर्ड लागेको यति बजी आउँछ यति बजी आउँछ। अब हामी अर्को ट्रेनमा जानुपर्छ। है छिटो डस्टबिनहरू टक्कसँग मिलाएर राखेको हुन्छ। हाम्रो नेपालमा छ यस्तो छैन। यहाँ बस्ने पनि बनाएको हुन्छ। जाडो छ आज जाडो छ ठिकै छ। जाडो भयो नि ज्याकेट स्याकेट लगाएर आउनुपर्छ नि त। गर्मी भएन वाट लाग्छ त हाम्रो काम गर्दा आइयो। अब ट्रेन आएको छैन जस्तो छ। उतापट्टिको ट्रेन आयो भर्खर अब यताको आउँछ। मान्छेहरू हतारमा
हेरोस् न त के भयो Guys, अब बाहिर अन्डरग्राउन्डबाट बाप रे बाप अन्डरग्राउन्डबाट बाहिर निस्किँदै हो होइन अब अन्डरग्राउन्डबाट बाहिर निस्किने हो यहाँको कता कता आँखा जान्छ होइन यहाँ बापरे के गर्नु अब चिसोले गर्दा होला है अब यहाँ टक्क लिफ्टमा जाने हो यहाँ अब यहाँ आउँछ हाम्रो बस यहाँ कारले कस्तो दामी भ्यू छ हेर त चारैतिर रुखहरू होइन यहाँ मान्छेहरू बस्नलाई टक्कसँग बनाइदिएको छ यहाँ मान्छेहरू बस्छ अनि यहाँ पुरै फुलहरू फुलिरहेको हुन्छ यो रुखहरू कस्तो मजाले होइन कारहरू आफ्नो लेनमा गइरहेको छ यहाँ मान्छेहरू आउने बाटो छ अनि यहाँ के भन्छ गाडीहरू आउने बाटो छ कस्तो मजाको यार बिचमा फेरि बिचमा कस्तो रुखहरू रोपेर मजाको बनाइदिएछ क्या पुरै त्यही भएर त युरोप भएको यार यो मान्छे बिहानै उठेर आफ्नो गन्तव्यतिर लागिदिन्छ अब हाम्रो बस टक्कसँग त्यो साइडबाट आउने हो अनि यतातिर आउने हो अनि हामीले बसाएर टक टक कम्पनीमा लग्ने हो अनि त्यहाँ गएर हामी मजाले 9 घन्टा बस्छौँ 8 घन्टा काम 1 घन्टा ब्रेक गफ हान्दै यतिकै उब्ने हो फेरि आउने हो काम छ कि छैन काम नभएको दिन त यतिकै उभेर आउने हो गफ गऱ्यो यहाँको भाषा अलिअलि जानिसकेछौँ हामीले कम्पनीमा जाने हो गफ गर्ने हो अनि यहाँको अलिअलि भाषा जानिसकेछौँ हामीले नेपाली सिकाउँछौँ तिनीहरूले रोमानियन सिकाउँछ त्यस्तै हो यही हो युरोप भनेको कस्तो मजाको बाफ्रे त्यही भएर त मान्छे युरोप गर्छ जस्तो भयो नि होइन तर यहाँ यसै राम्ररी बुझेर आउँदाखेरि एकदम राम्रो हो डाइरेक्ट कम्पनीमा आउँदाखेरि त कमाइ मजाको हुन्छ तर एजेन्सी आएपछि बिचमा ब्रोकर आएपछि त गाह्रै हुँदो रहेछ यार सबको यसरी आउँछ लिनलाई मान्छेहरू होइन कारमा कोही कारमा लिन आउँछ मान्छेहरू त्यस्तै हो यहाँको अब सब मान्छेहरू आफ्नो काममा लागिरहेको छ यही हो ब्लग ल अब हाम्रो बस आएपछि म फेरि कन्टिन्यू गर्ने अहिलेलाई टाटा बस आयो लिन कारले अब टक्कसँग जाने हो अब स्यालुट भन्दै अब भित्र छिर्ने हो स्यालुट बस स्यालुट ए अब आइपुग्यो कारमा अब निस्किहाल्ने हो अब हामी हिँड्यो काममा आज यति नै सबजना बाई